ल अबको हाम्रो यात्रा आजको हाम्रो यात्रा छ लतराम्बेश्वर। घरदेखि नै रेकर्ड गर्दै थिएँ तर अनफर्चुनेटली रेकर्ड भएको रहेनछ। आफूबाट आधी बाटो चाहिँ आइसक्यौँ हामी। अब यो अब यो हाइवेलाई चाहिँ कान्ति हाइवे भन्छ यो हाइवेलाई। अब यहाँबाट लगभग 1 घन्टा जतिको राइड होला, त्यसपछि अर्को 1.5 घन्टाको हाइक हुन्छ। सब एआईबाट हो क्या, सबै एआईबाट हो क्या। एआईले त्यो स्मार्टफोन क्यामेरामा चाहिँ रिभोल्युसन नै ल्याएको छ यार। त्यहाँ पनि पहाड खन्ने कुरा काम भइरहेको रहेछ। पुरै यो पहिरो गएको हो कि खनेकै होला है? यो त खनेर यस्तो बना होला है। बाटो एक्सपान्ड गरेर जस्तो छ के? होइन यो सबै खनेकै हो, खोदालेकै हो, सबै एक्सपान्ड गरिरहेको रहेछ। यहाँबाट माथि गयो भने चाहिँ कहाँ पुगिन्छ थाहा छैन, हामीलाई चाहिँ सिधै हो होइन। अनि हेर्नु पर्दैन, म पहिला झुकेर फर्केको छु कि। म माथि यहाँबाट माथि गएको थिएँ होइन, अनि यो पछि अर्को गाडी आइरहेको थियो क्या, अनि त्यो हेटौँडै जाने होला भनेर त्यही अनि पछि फेरि फर्काएर अनि त्यही हेटौँ त्यही गाडीको पछि गएको क्या म। मजा खाजा घर रहेछ, खाजा खानु पर्छ क्या हो। पानी बोकेको छौ? गुड गुड। त्यही बाटो जान्छ नि हामी, उतापट्टि पारी देखिरहेछ नि, त्यही जस्तो लाग्यो। हिँड्दो रहेछ
ठन्डा धेरै के अहिले त अलिक सम्म बनाएको छ यो अहिले अलिकति सम्म बनाएको छ कि यो ठाउँहरू नत्र अस्ति आउँदाखेरि त ढुङ्गै ढुङ्गा अब अँधेरोमा है केही नदेखिनेखेरि बागमती वडा कार्यालय अरे भनेपछि अझै पनि मकवानपुर जिल्ला आइपुगेर रहेनछौँ यार यिनीहरूलाई त अघि त भेटे होइन हामीले हामी खाजा खानु बस्यो नि त यिनीहरू फोटो खिच्न बसिरहेको छ ए यहाँतिर फोटो चाहिँ दामी उठ्यो होला है राइट त्यो हेर न जेसीबी हेर न कस्तो ठाडो उकालो नि पुरै डाँडै सफा पारिदिने यार ल अब हामी लाग्यौँ अफ रोड बाटो चाहिँ खत्तम छ ए होइन त्यो त उतैको माथिकै हो यो त राम्रो हो नि यतिको बाटो त यो त इजी हो ए देखाएको रहेछ नि यहाँ म 100% स्योर चाहिँ छैन है यो बाटो फेरि अस्ति हेरेको भ्लगमा यताबाट उभिएर देखाएको थिएँ त्यही भएर ग्याङ छ त ल म्यान साइकल बाबरे सन्ध्याउनु पर्ने रहेछ है तर के होइन ल अब चाहिँ के हो गीतमा जस्तै
What is this behavior? Shortcut I think that. यहाँसम्म आउँछ रहेछ नि भारी मात्र सबै रहेछ I am not in love. आउँछ खिचौँला म पनि जान्छु खाडै उकालो छ यस्तो उक्लिँदैछौँ हामी माथि जाँदा सही फोटो आउँछ लालीगुराँस मजाले फलेको छ सिजनको फर्स्ट होला अगाडि हाम्रो नाइके भाइ उकालो जति सबै घट्यो अब 1300 मात्रै जस्तो लाग्छ निकै आयो है हामी तर हेरौँ अब के हुन्छ दायाँ बायाँ पुरै लालीगुराँसै लालीगुराँस फुलेको छ रमाइलो लागिरहेको छ यतै हो र हुने माथि पो पुग्नु पर्ने थियो त जाउँ ल होला होला यतै होला होइन हौ धेरै तलतिर पो गयो त उकालो छ पड्काउँदा आवाज आउँथ्यो नि त्यो गुन्नु आउँथ्यो अलिक ब्रोड खाली चाहिन्छ क्या मजा आउँथ्यो त्यो पड्काउँदा नि बिस्तारै हिँड्नु हो बिस्तारै हिँड्नु तिमी अल्झिया देखेर मलाई डर लाग्न थालिसक्यो म माथि हेर्नु खुट्टा मर्क्यो भने झ्याउ हुन्छ क्या बाटो त यस्तो छ डरै लाग्दो रहेछ
यो त डरै लाग्दो रहेछ त हौ कति ठुलो ठुलो खुड्किला हो क्या अब जाओस् न काखीमा नि होइन कि काखीमा नि छैन कि बुझ्न I'm captain, provide this.